हाई गाइस, मेरो वेट लस जर्नीको आज 3 डेज रनिङ हुँदैछ। सो आज मेरो केही काम छैन। सो मेरो हातको नेल्सहरू सफा गर्ने र हल्का नेल पोलिस लगाएर सफा गर्ने भन्ने सोचेको छु। यस्तो घिनलाग्दो भएको छ मेरो हात, हेर्नुहोस् त कस्तो हुन्छ। मैले क्युटिकल काटेर यतिको सफा गरिसकेँ हात, अनि त्यसपछि म सुरु भइसकेँ आफ्नो नेलहरू सफा गर्न। मैले यो नेल चाहिँ है एउटा हातमा, लेफ्ट हातमा चाहिँ मैले क्लासमा गरेको थिएँ र राइट हातमा चाहिँ मेरो पार्लरमा आएर गर्छु भनेर सुरु गरेँ। पहिला लगाएँ मैले प्राइमर लगाइसकेपछि बेस कोट लगाइसकेपछि मैले सुरु गरेँ अनि जेल पोलिस लगाइदिएँ। अनि आजको मेरो काम यति नै भयो। मेरो खाना डाइट, म 30 दिनको वेट लस जर्नी त सुरु गरेँ गाइस, तर के खाने कसरी खाने मलाई केही पनि थाहा छैन। म घट्नुको साथ झन् बढ्छु जस्तो लागिरहेको छ। के खान्छन् कसो खान्छन्, यदि तपाईँले मेरो भिडियो हेर्दै हुनुहुन्छ भने प्लिज रिकमेन्ड गर्नु होला कसरी खाने। मलाई थाहै छैन, म बढ्छु जस्तो लागेछ। घट्ने त मेरो नाम निशाना काम केही पनि छैन। तर पनि मैले युट्युब च्यानल भर्खर सब्सक्राइब गरिदिनु होला, भर्खर खोलेको छु। प्लिज माया गरिदिनु होला। यति भएर चाहिँ के भन्नु गाइस, आफ्नो ख्याल राख्नु होला, काम गर्नु होला। प्लिज मलाई सपोर्ट गर्नु होला। वेट लस जर्नी कसरी सुरु गर्ने, म 59 केजी थिएँ, 53 केजी हुन्छु भनेको छु। 1 मन्थमा हुन्छु कि हुँदैन थाहा छैन। कतै म 65 त हुँदिनँ। एनिवेज आजको लागि यति नै, बाई बाई।